हेलो गाइस नमस्कार म इन्द्रे भ्लग र आज चाहिँ म आएको छु निकासीमा र आज म तपाईहरुलाई देखाउने छु आज दमाईको कल्चरहरु जति पनि संस्कृतिहरु म तपाईहरुलाई देखाउन गइरहेको छु र भिडियो अन्तिमसम्म हेर्दिनु होला गाइस र हेर्नुहोस् मजा लिनुहोस्। पहिलो चोटी चाहिँ यहाँ हेर्नुहोस् गाइस यहाँनिर चाहिँ छ चिन्ता बस्ने थान। यो चाहिँ बेसिकली धामीहरुले गर्ने हो। यो चाहिँ चिन्ता बस्ने थान र यतापट्टि छ यो बिहेको मण्डप हेर्न सक्नुहुन्छ। यो चाहिँ हो हाम्रो बिहेको मण्डप र अर्को यतापट्टि छ गाइस यो चाहिँ संसारी थान। संसारी पूजा गरिन्छ वैशाख महिनामा संसारी पूजा जुन गरिन्छ त्यसको थान चाहिँ यहाँ देखाएको छ गाइस हैन। र अर्को छ यहाँनिर लिङ्गेपिन जुन चाहिँ हामी दशैंमा खेल्ने गर्छौं हो। यो लिङ्गेपिन चाहिँ यो हो गाइस हेर्नुस्। भाइ तिमी चाहिँ कहाँबाट आएको नि? शान्तिपुर। कुन डिस्ट्रिक्ट पर्छ? बक्सा डिस्ट्रिक्ट मतलब यही डिस्ट्रिक्ट हैन। ल इन्जोय हुँदैछ हैन? राम्रो लागिरहेछ ल। र यतापट्टि अंकल हुनुहुन्छ पानी खान मन लाग्यो। गरम पनि छ हल्का। यहाँ आएर धेरै सेटिस्फाई भइरहेको छ। यहाँ हेर्ने योलाई भन्छ टाट्ने गाइस। यो यस्तो चाहिँ शहरमा बस्नेहरु तपाईलाई धेरै ज्ञान पनि छैन होला गाइस हैन। यो चाहिँ गाई भैँसी बाख्रालाई घाँस दिने हो। यसलाई भन्छ टाट्ने। यो चाहिँ हो टाट्ने। र यतापट्टि छ ठाटे घर। यहाँनिर हेर्नुहुन्छ एउटा सानो घर तले घर र यतापट्टि हेर्न सक्नुहुन्छ यहाँ हाम्रो माइला बा। कस्तो लाग्दैछ तपाईलाई? राम्रो लाग्दैछ हैन? दामी छ नि हैन? कस्तो लाग्दैछ तपाईलाई? राम्रो छ नि। यतापट्टि चाहिँ गाइस सबै भाँडाहरू छन्। यहाँनिर चाहिँ मतलब काठको भाँडा छ। यसलाई भन्छ पाप। हेर्न सक्नुहुन्छ यो बट्टा है गाइस। तपाईहरुले त खाली प्लास्टिकको बट्टा देख्नु भएको थियो होला। यहाँ हेर्नु काठको बट्टा हो यो चाहिँ। र यहाँ छ तेली र यता छ ठेकी र यता छ यो के मलाई आएन भन्दा यो माली यता पानी खाली सबै छ। यसलाई चाहिँ टच गर्न मिल्ने रहेछ गाइस हैन। खाली मात्र तपाईहरुलाई देखाउनु मात्रै छु, टच गर्न मिल्दैन। यहाँ हेर्न सक्नुहुन्छ कत्ती र यहाँ छ सुरुपातो र यता छ मरवारीहरु शिरबन्दीहरु सबै छ। र यहाँ छ खाद्यको हैन। यहाँनिर चाहिँ यसलाई भन्छ बर्मिटा परी र यतापट्टि छ तिलको अचार, सिङ्की, गुन्द्रुक, सिङ्कीको अचार यता सबै छ खाद्य। यतापट्टि देखाउँदैछु म तपाईहरुलाई बाजा। जुम कता यता भागो भागो। यहाँ हेर्न सक्नुहुनेछ बाजा